सकारात्मक कुराहरू पनि छन्। त्यो विविधताको सकारात्मक नकारात्मक कुरालाई कलात्मक ढङ्गले यो चलचित्रमा गरिएको छ र मलाई यसले विगत पुरै सम्झायो, पुरै रिमाइन्ड गराइदियो। बच्चादेखि प्रेम कथा के आयो त्यो त सुने भइगयो नि। म आफ्नो अन्तर्जातीय विवाह गर्ने हजुर आफै नै अन्तर्जातीय विवाह गर्नुभएको छ। विवाह गर्ने हो। अब एक कल्चरले अर्को कल्चरलाई स्वीकार्ने, एक कल्चरसँग जोड्ने प्रश्न धेरै कठिन र जटिल हुन्छ। त्यो विविधता नै कलाकारको काम कस्तो छ भन्ने बारेमा चाहिँ एकछिन हेरेर दर्शकले भन्ने कुरा हो। मलाई चाहिँ लाग्छ यो राम्रो खालको चलचित्र बनेको छ। यसले मैले गेस गर्दा चाहिँ है, तर त्यहाँ के छ मलाई कसैबाट सुनेको होइन, अलिकति उ गर्दाखेरि चाहिँ समाजमा विद्यमान जातीय विभेदको कुरा चाहिँ त्यहाँभित्र छ जस्तो मलाई लाग्छ। अनि इन्टरकास्ट लभ त्यहाँ छ कि जस्तो मलाई लाग्छ होइन। र अनि त्यसले चाहिँ अब त्यो एकअर्कामा लभ गर्नको लागि धेरै सङ्घर्ष गर्नुपर्ने स्थिति भएको छ जस्तो मलाई लाग्छ त्यहाँभित्र होइन। र मिठास पनि छ त्यहाँ पीडा पनि छ होइन। र एउटा समाजमा नचाहँदै पनि अब विभिन्न किसिमले जुन एउटा विभेदको कुराहरूदेखि लिएर हरेक कुराहरू हाम्रो नेपाली समाजमा स्थिति छ, त्यो चाहिँ हुनु हुँदैन भन्ने खालको सन्देश चाहिँ यो चलचित्रले दिन खोज्छ होला भन्छु है म चाहिँ। त्यसो भएको कारणले गर्दाखेरि यो चलचित्र आफैमा एउटा एन्टरटेनमेन्ट मात्रै नभएर इट्स अ मेसेज। त्यो मेसेज चाहिँ हामी सबैले बुझ्नुपर्ने कुरा जस्तो मलाई लाग्छ। र त्यो मेसेज अनुसार कुरा बुझेर आफ्नो आनी बानी व्यवहार आफ्नो जीवनमा सकारात्मक परिवर्तन ल्याउने काम हामीले गर्नुपर्छ होला जस्तो मलाई लाग्छ होइन। बिफोर वाचिङ द मुभी अब हेरिसकेपछि थाहा हुन्छ कि आई जस्ट गेस त्यो चिज। र यहाँ हामी जे जति उपस्थित छौँ होइन, सबैजनालाई धन्यवाद दिन चाहन्छु। अब कलाको कुरा भएको कारणले, कलाकारिताको कुरा भएको कारणले विशेष गरी यहाँ कलाकारहरू हुनुहुन्छ। दुईजना हामी छौँ, मेरज्यू र म चाहिँ जनप्रतिनिधिको प्रतिनिधित्व गर्दै, अरू सबै कलासँग जोडिएको व्यक्तिहरू यहाँ उभिनु भएको छ है।